साथीहरू मैले त बोकेँ नि। यहाँबाट यसरी सुरु भएर हाम्रो भिडियो स्पेसल फादा हुँदै जान्छ। फादामा के देख्नु पानी हामीलाई नै हेर्नु होला सबैजनाले है त। बाटो वरिपरिको सिनहरू छँदैछ। अब फेरि म चाहिँ भन्नु मेरो चाहिँ फेरि निस्वार्थ भावना छ के, किन भन्नु न, यस्तो राम्रो ठाउँमा घुम्न आउँदाखेरि म एक्लै हेर्दिनँ कि तपाईँहरू सबैलाई देखाउँछु कि। अनि तपाईँले अरू विश्वलाई देखाउनु भएको छ नि हो नि, मसँग कनेक्ट हुने मान्छेहरू जति होइन, नेपालमा त्यही भएर सबैलाई देखाउनु भएको छ नि। त्यही भएर पाइन्छ नि त, यहाँ हो नि त जाँड हो जाँड रक्सी खाने पकाएर पोलेर खाने ठाउँ यहाँ रहेछ नि त। ऊ यहाँ हेर्नु न क्याम्पिङ नाइट गरेको बस्न पनि मिल्ने रहेछ यहाँ, हो रहेछ। क्याम्पिङ पनि गर्नु मिल्छ। हाम्रो राति सुत्न समस्या नि नहुने रहेछ यहाँ। यस्तो छ के साथीहरू, शरीरको व्यवस्था सबै रहेछ। हेर्नुहोस् उहाँले सबै अवलोकन गर्दै हुनुहुन्छ भरे हामीलाई के व्यवस्थापन चाहिन्छ भनेर त्यो माइन्ड सेट गर्दै हुनुहुन्छ। यतिसम्म त गर्न सकिन्छ नि त।